अहिलेको अवस्था सबैले थाहा छ। काम गर्यो, खायो, बस्यो, रमायो, त्यति हो। तपाईहरुले जे यति कमाउनुहुन्छ त्यो सम्पूर्ण पैसा तपाईको खादा लिँदा बस्दा तपाईको बच्चाको स्कुल फी तिर्दा मै सीमित हुन्छ र तपाईको बचतको नाममा जिरो हुन्छ। तपाईले जतिसुकै कमाउनुस् अहिलेको अवस्थामा तपाईले खर्च गरेर सकिनु नै छ। अब सोच्नुस् त अबको 10 वर्षपछि वा 15 वर्षपछि जब तपाईको बच्चा 11 क्लास 12 क्लास कम्प्लिट गरिसकेपछि हायर लेभलको एजुकेसन लिने बेला भएको हुन्छ, त्यति बेला के तपाईसँग पैसा हुन्छ त? के तपाईले त्यति बेला पैसा बचत गर्न सकेको हुन्छ? तपाईले कमाउनु भएको पैसा अहिले यदि बेलैमा बचत गर्न भएन भने पछि तपाईहरुको लागि एकदमै गाह्रो समय आउन सक्छ, जुन तपाईको बच्चाको पढाइ कम्प्लिट गर्न सक्नुहुन्न। तपाईको बच्चाले तपाईले गाली गर्दैछ कि तपाईले बचत नगरेको र तपाईले आफ्नो बच्चालाई पढाउन नसकेको कारणले गर्दा उसको भविष्य बिग्रियो भनेर। के तपाई यस्तो चाहनुहुन्छ कि तपाईको बच्चाले तपाईले गाली गरोस्? तपाईको बच्चाले तपाईले गाली गरोस् भन्ने चाहनुहुन्छ भने तपाईले बचत नगर्नुस्। तपाई खानुस्, पिउनुस्, मौज गर्नुस्, इन्जय गर्नुस्। तपाईले कमाएको पैसा तपाई आफूमाथि खर्च गर्नुस् वा तपाईले कमाएको पैसा अहिले बालबच्चाले पढाउँदै ठिक्क बनाउनुस्। यदि तपाईले चाहिँ वास्तवमा होइन मेरो बच्चाले मलाई गाली नगरोस् भन्ने चाहनुहुन्छ भने तपाईले आजैबाट बच्चाको लागि आफ्नो सम्पूर्ण खर्च कटाएर केही रकम चाहिँ बचत गर्न बानी बसाउनुस्। आज तपाईले बचत गर्न थाल्नुभयो भने तपाईको बच्चाको भविष्य राम्रो हुनेछ। तपाई आफ्नो बच्चाको मुखबाट गाली चाहनुहुन्छ भने बचत नगर्नुस्, तर तपाईले बच्चाको भविष्य बनाउन चाहनुहुन्छ भने अहिलेबाट तपाईको आफ्नो आम्दानीबाट केही रकम चाहिँ बचत गर्ने गर्नुस्। बचत गर्ने दुई ठाउँ हुन्छ, एउटा बैंक हुन्छ, अर्को तपाईको बीमा हुन्छ। बैंक र सहकारीमा बचत गरेको के हुन्छ त तपाईले चाहेको बेला चेक काट्नुहुन्छ, झिक्नुहुन्छ र भविष्यको लागि तपाई 1 रुपैयाँ पनि रहदैन। तर यदि तपाईले आफ्नो पैसा आफूले कमाएको पैसा खर्च गरेर बाँकी रहेको पैसा भनौँ वा केही पैसा बचत गरेर बाँकी रहेको पैसा खर्च गर्दा जुन तपाईको बचत भएको पैसा छ नि, हो यो बचत भएको पैसा यदि बीमामा राख्नु भयो भने तपाईले के पाउनुहुन्छ त? तपाईले आफ्नो बालबच्चाको भविष्य पाउनुहुन्छ। कसरी भन्दाखेरि यदि तपाईले आज बालबच्चाको नाममा यदि बीमा यदि राख्नु भयो भने बच्चाको उमेर पढ्ने उमेर पुग्ने बित्तिकै तपाईले पढाइ खर्च पाउनुहुनेछ, जसले गर्दा तपाईको बच्चाको भविष्य उज्जवल हुन्छ। वा मान्छेको जीवन हो, भवितव्य जे नै हुन सक्छ, जति बेला जे पनि हुन सक्छ। यस्तो अवस्थामा मानिलिउँ गार्जियन बच्चाको बुवा वा आमालाई यदि प्रस्तावक राखेर यदि बीमा गर्ने गरेछ भने त्यस्तो अवस्थामा गार्जियनलाई के भएको अवस्थामा दुर्घटनाबाट वा कालगतिले नै मृत्यु भएको अवस्थामा त्यो बच्चाले पढाइ खर्च आजबाटै पाउने हुन्छ। जुन दिन त्यो घटना घट्छ नि त्यही दिनबाट पाउने हुन्छ। कति पर्सेन्ट थाहा छ? जति लाखको बीमा गर्नु छ नि त्यसको 1.5% भन्नाले यदि सपोज तपाईले चाहिँ 1 लाखको बीमा गर्नुपर्छ भने 1500 रुपैयाँ महिना पाउनुहुन्छ भने तपाईले 5 लाखको बीमा गर्नुभएको छ भने 7500 रुपैयाँ महिना पाउनुहुन्छ। कहिलेसम्म त बच्चाको बीमा अवधिसम्मै पाउनुहुन्छ र प्रिमियम पनि तिर्नुपर्ने छैन र बीमा अवधि समाप्तिमा पुनः बीमाका रकम र ग्यारेन्टेसन पनि पाइन्छ। हो यदि तपाई आफ्नो बालबच्चाको भविष्य चाहनुहुन्छ भने आजैबाट बच्चाको नाममा बीमा गर्न थालिहाल्नुहोस्। वास्तवमा तपाई जीवन बीमाको बारेमा एकदमै राम्ररी बुझेर बीमा गर्न चाहनुहुन्छ भने डिटेल मलाई सम्पर्क गर्नुहोस्। म तपाईलाई जीवन बीमाको बारेमा सम्पूर्ण कुरा जानकारी गराएर तपाईले म जीवन बीमा लिनलाई सपोर्ट गर्नेछु, सहयोग गर्नेछु। तपाईले वास्तवमा यदि गर्न चाहनुहुन्छ भने छिटोभन्दा छिटो मलाई सम्पर्क गर्नु हार्दिक अनुरोध गर्दै नयाँ वर्षको शुभकामना दिँदै तपाईको दिन शुभ होस् र तपाईको बालबच्चाको भविष्य बनोस् भन्ने शुभकामनाका साथ अहिलेको भिडियोबाट बिदा लिन चाहन्छु। धन्यवाद।